हाम्रो झर्नासम्मको ट्राभल भइरहेको छ। आज हामी त्यहाँ गएर मासुहरू यस्तो ड्रिल गरेर खानेछौँ। हजुरलाई म देखाउने छु। हेलो साथीहरू, अब हामी घरदेखि निस्क्यौँ। साथीहरू, अब यहाँ चाहिँ हामी यसो चिकनहरू दियौँ। अब चिकन काटेर अब निस्किँदा हामी। हेलो गाइजहरू, हेलो साथीहरू, अब चाहिँ हामी निस्केको मासुहरू लिएर है। हाम्रो आधा ग्याङहरू चाहिँ अगाडि पुगिसकेको छ। हाम्रो चाहिँ हामीलाई पेट्रोल पम्प भन्ने ठाउँमा रोकिरहनु भएको छ। अब चाहिँ हामी बिस्तारै बाइकमा गइरहेको छौँ। अगाडि 2-4 जना छ, पछाडि 2-4 जना छन्। मेरो बहिनीहरू पछाडि आइरहेको छ। मेरो मामाको छोरा अनि मेरो बहिनी चाहिँ पछाडि आइरहेको छ। हामी चाहिँ अगाडि छन्। अब इन्जोय गर्दै बुझे झर्ना पुग्ने हो गाइजहरू। हजुरहरूले मेरो भिडियोहरू हेरेर मन पराइदिनु होला। मेरो भाइ र बहिनीहरू चाहिँ यता छ। अहिले चाहिँ हामीले यस्तो रमाइलो ठाउँहरू छ है, पिसफुल एरिया, रमाइलो रहेछ। हाई हुन्थ्यो गाइजहरू, यिनीहरूको रमाइलो गर्दै गइरहेको छ। आजको दिन चाहिँ हेरौँ कस्तो हुन्छ। हजुरहरूले चाहिँ हेर्दै गर्नुहोस्। निकै लामो रहेछ गाइजहरू। हामी चाहिँ हिँड्दै जाँदै रमाइलो गर्दै गाडीसँग जाँदैछौँ। अब चाहिँ बिच बाटोतिर एकछिन अनि हाम्रो ग्याङहरूसँग भेटेर हामी सँगै जानेछौँ। फोन चाहिँ भइरहेको छ कि तर अब चाहिँ अब जति कहाँ हुन्छ भन्ने थाहा छैन हामीलाई होइन। अब चाहिँ हेर्दै जाऊँ न। अलि बिच बाटोमा चाहिँ हजुरलाई अलि साउन्डहरू चाहिँ नसुन्न सकिन्छ गाइजहरू, किनभने हावा चाहिँ अलि धेरै नै चलिरहेको थियो अनि मेरो माइक चाहिँ पुरै हल्लिरहेको भएको कारणले चाहिँ अलिकति क्लियर पनि नहुनसक्छ मेरो भोइसहरू। तर हजुरले कान लाएर बिस्तारै सुन्नुभयो भने चाहिँ सबै कुरा एक्ज्याक्टली थाहा पाउनु हुनेछ। हामी चाहिँ टोहा हुँदै गयौँ अनि त्यहाँदेखि चाहिँ हजुरले मेन गेट देख्नुहुन्छ टोहाको। त्यहाँदेखि भित्र गयो भने चाहिँ नयाँ झरना अहिले एक्सप्लोर गरिरहेको रहेछ, गुर्जे झरना होइन। फाइनली हामी चाहिँ यस्तो ब्युटिफुल रुखनिर पुग्यौँ होइन। बाइकहरू यतातिर पार्क गरेर चाहिँ अब यहाँदेखि चाहिँ ओह्रालो झर्दै तल झर्नासम्म जानुपर्छ। अनि म हजुरहरूलाई बिच बाटोको फिडब्याक दिँदै जाँदैछु। ब्युटिफुल गाउँ हजुर साथीहरू। अब चाहिँ हामी तलतिर झरेको झरनातिर है, अलिकति ध्यान दिँदै अलिकति ओह्रालो छ अनि हामी चाहिँ तलतिर झरेको साथीहरू। ब्युटिफुल भ्यू फ्रम हियर गाइजहरू। हेलो साथीहरू, हेर्नुहोस् गाउँघरको माहौल हेर्नुहोस् गाइजहरू, कस्तो रमाइलो अनि कस्तो पिसफुल एरिया छ गाइजहरू। हजुर पनि यसो कहिले काहीँ घरबाट निस्किने गर्नुहोस् यस्तो ब्युटिफुल भ्यू हेर्नुलाई। हेलो रे भाउजू। हेलो ओ भुणे। हेलो मान्छेको सामनेमा त्यो मासुवाला बिचरा आइहाल्यो दौडिदियो।
साथीहरू अब हामी फाइनली चाहिँ झर्नातिर पुग्न आँट्यौँ होइन अब यसो मासु सासु रोस्ट गरेर खाने भनेको कारणले गर्दा चाहिँ अब यसो दाउराहरू पनि टिप्दै गइरहेका छौँ हामी होइन तलसम्म हजुरको माया प्रीति भयो भने यसरी नै हामी नयाँ नयाँ ब्लगहरू लिएर आउने गर्नेछौँ हजुरको लागि है अल चाहिँ यस्तो दाउराहरू टिप्दै जाँदैछु गाइजहरू फिडब्याकमा हजुरलाई एकछिन दिन्छु बाई हेलो साथीहरू फाइनली हामी चाहिँ अलिकति साउन्ड चाहिँ सुनिरहेको छौँ होइन अब पुग्न आँटिसक्यो झर्नातिर दाउराले चाहिँ अब हात दुखिरहेको गाइजहरू है अब झर्ना पुग्न आँट्यौँ हामी झर्ना चाहिँ पुगिसक्यो गाइजहरू योभन्दा माथि चाहिँ झर्ना हो है अब हामी चाहिँ यहाँदेखि माथितिर जान्छौँ तेरो फाइनली चाहिँ हामी झर्नानिर पुगिसकेको छौँ यहाँ चाहिँ हाम्रो बारबेक्यू गर्ने तयारीको चलिरहेको छ आधा दिन पछाडि आइरहेको छ यो चाहिँ ब्युटिफुल झर्ना हो गाइजहरू तेरो हाम्रो चाहिँ अब स्टार्ट भइसकेको छ यहाँ चाहिँ लसुन प्याज यस्तो गरेर आएको छ यहाँ चाहिँ हामीले अलि राम्रो ढुङ्गा नपाकाने गर्दा चाहिँ अब यसमा गर्ने सोचिरहेको छौँ अब आगो चाहिँ अलिकति बल्ने कन्डिसनमा छ गाइजहरू यतादेखि चाहिँ साथीहरूले बजिरहेछ मेरो दाइहरू यहाँ चाहिँ मासु बनिसकेको छ अबसम्म मासु पुग्न तयारी भइसकेको छ बेला बेला आगो बनिरहेको थियो बेला बेला आगो मिलिरहेको थियो त्यही भएर चाहिँ अब बनाउँदैछौँ हामीले अब बहिनीहरू लागिरहेको थियो बनाउनु रमाइलो एक्सपिरियन्स होइन जङ्गलमा पनि रमाइलो गरौँ न त कस्तो टाइपको हुन्छ नि एक्सपिरियन्स हुन्छ भनेर चाहिँ मासु पोलेर खान सकेको होइन अब त्यो भाइहरूले चाहिँ अब धरानी बङ्गुर खाने भनेर उनीहरूले धरानी बङ्गुर खाने अब म चाहिँ खाँदिनँ त्यही भएर चाहिँ मलाई चाहिँ लाग्यो चिकन एकदमै रमाइलो पनि हेलो दिदी भाउजू मेरो चाहिँ यहाँ मासु पुग्ने त अब ट्राई चाहिँ गरिरहेको थियो होइन दाइले चाहिँ मुख बिगारेको थियो अझै पनि मुख बिगारिरहेको छ भनिरहेको थियो आगो चाहिँ लास्टै थियो होइन गर्नु हामी त बनाएर खायौँ हजुर पनि ट्राई गर्नु ल कस्तो भइरहेको तिमीहरूलाई रमाइलो भइरहेछ साथीहरू अब चाहिँ हामीले मासु सासु पोल्यौँ होइन खाइ पनि सक्यौँ अब अँध्यारो हुन आँट्यो त्यो भएर चाहिँ हामी घरतिर लाग्यौँ ल गाइजहरू यो भ्लग चाहिँ अब छिटै आउने छ हजुरले युट्युबमा हेरेर सब्सक्राइब गरिदिनु होला मलाई हजुरहरूको मायाको सख्त जरुरत छ मलाई गाइजहरू है तराईतिर भएको भए त यस्तो ठाउँमा कति साँपहरू भेटिन्थ्यो होला है तर काठमाडौँतिर चाहिँ अलिकति सेफ नै छ भनौँ अब म चाहिँ बिस्तारै अगाडि हिँड्दैछु
मेरो ग्याङहरू चाहिँ पछाडि आउँदैछ। यस्तो छ हेर्नु त ठाउँ, यहाँदेखि सिँढीमाथि चढ्दै जानुपर्छ। यो चाहिँ खोला हो। अब यहाँदेखि चाहिँ हामी माथितिर लाग्छौँ। सब्सक्राइब गरिदिनु होला, धेरै माया गरिदिनु होला, सेयर गरिदिनु होला है। बाई बाई, टेक केयर, लट्स अफ लभ, युट्युब फ्यामिली।